हेलो एभ्रिवान, युकेमा एमएससी इन्टरनेसनल बिजनेसमा एप्लाई गर्ने प्लान गर्दै हुनुहुन्छ भने यहाँहरूको लागि जान 2026 इन्टेकको लागि एकदमै राम्रो युनिभर्सिटी हामीले लिएर आएका छौँ। यो युनिभर्सिटीमा हजुरहरूको 9 इयर्स ग्याप छ भने पनि एक्सेप्ट गर्छ र विदाउट आरएसबिटी पनि एप्लाई गर्न पाउनुहुन्छ। यसको रिक्वायरमेन्ट्सको कुरा गर्दाखेरि 3 इयर्स ब्याचलर यदि तपाईँको छ भने 60% चाहिन्छ र यदि तपाईँसँग 4 इयर्स ब्याचलर छ भने 55% मात्रै हुँदा पनि एप्लाई गर्न पाउनुहुन्छ। यो युनिभर्सिटीमा ट्युसन फीको कुरा गर्दा 14,000 पाउन्ड रहेको छ आफ्टर स्कलरसिप भने यदि तपाईँले सबै ट्युसन फी एकैचोटिमा पेमेन्ट गर्नुभयो भने 1,000 त्यसमा पनि डिस्काउन्ट पाएर यहाँको टोटल ट्युसन फी भनेको 13,000 पाउन्ड मात्रै हुन आउँछ र यसमा तपाईँको कास्ट डिपोजिटको कुरा गर्दाखेरि 7,000 पाउन्ड मात्रै पेमेन्ट गर्दा हुन्छ र तपाईँले बाँकी रहेको पेमेन्ट चाहिँ युकेमा गएर इन्स्टलमेन्टमा तिर्न चाहनुभयो भने त्यो पनि गर्न सक्नुहुन्छ। त्यसकारणले यसमा अझै राम्रोको पक्ष भनेको चाहिँ यो युनिभर्सिटीले यहाँहरूलाई 3 मन्थ्सको अकोमोडेसन फ्री गरेको छ। त्यसकारणले यो युनिभर्सिटीमा आफ्नो सिट सेक्योर गर्न चाहनुहुन्छ भने छिटोभन्दा छिटो रेडियन्स कन्सल्टेन्सीलाई कन्ट्याक्ट गर्नुहोस्। थ्याङ्क यू।